हेलो गाइस वेलकम ब्याक टु माई युट्युब च्यानल। कस्तो हुनुहुन्छ हजुरहरू? आई होप सबै सन्चै हुनुहुन्छ होला। अनि आज चाहिँ दसैँको 8औँ दिन महाअष्टमी। अनि म चाहिँ भर्खर उठेको छु। मैले ओछ्यान पनि मिला होइन, बेडसिट पनि गरेँ होइन। अनि हाम्रो घरमा चाहिँ आज कसरी पूजा गर्नुहुन्छ के गर्नुहुन्छ भनेर हजुरहरूले देखाउँछ है। म भर्खर मुख धोएर आएको, अब म ड्रेस चेन्ज गर्छु। ओके, so this is my wardrobe. होइन गजङ गजङ छ, मेसी छ, मिलाउनु पर्ने छ, but it's okay. And मैले अघिको योभन्दा अगाडिको भ्लगमा पनि देखाएको थिएँ। अहिले चाहिँ भर्खर उठेको भएर राम्रो देखा छैन नि मेरो बहिनी। अब कपाल कोर्छिन् अनि त्यसपछि मुख धुन्छन्, त्यसपछि हामी देखिन्छ नि। मुख त मैले पहिल्यै धोएँ। मेरो क्यामेरा पकड्छु अब एकछिन। Catch. Okay, it's good. Ubo iti. And hello. हाम्रो बेड पनि मिलाएको छैन, चाहिँ माइन्ड नगर्नु ल। अनि त्यसपछि राम्रोसँग देखेको छ कि नै म चाहिँ अब ड्रेस चेन्ज गर्छु। ओके, सो अहिले मेरो आउटफिट चाहिँ उता गएर देखाउँछु। लेट्स गो। And the camera is all set. It's my outfit. अनि यो चाहिँ कुर्ता भयो, सुरुवाल सिम्पल। I am beautiful. अनि कानमा चाहिँ मेरो कान कस्तो अर्कै मान्यो क्या। अनि यहाँ उसमा चाहिँ good. Let's go here. That's all. अनि उसलाई चाहिँ मैले लुगा लगाइदिइसकेँ। अनि ढिलो भइसक्यो, घन्टीको आवाज आइगयो। हामी पूजामा ढिलो भइसक्यो भने जान्छु र नरौ न कपाल हाल्नु नमिल्ने बिहान छिटो ढिलो भयो। भागो छिटो मम्मीले कपाल बाँधिदिने भन। आफै लगाउँछु म यही लगाउने भनेर कस्तो कस्तो लागिरहेछ आज हजुरलाई? मलाई के गर्नु, सुगरको बिरामी रिनाट लाग्न थालेछ है। 3 दिनसम्म चिउरा र मासु खानु कसरी हो? अब चाहिँ हामी कुखुरा काट्नुतिर लाग्यौँ। कुखुरा यो कुखुरालाई चाहिँ अब पूजा गरेर अनि काट्ने हो जस्तो Hello. How are you? Fine. के भन्छु? लौ भन, के भन्यो? Please video like, channel को subscribe and share. एउटै डायलग छ यसको फेरि। आउँछ
लान सक्दैन के म त हेर्छु भन्छु ल तिमी यो खिचाउ उसो भए पकाएर पकाउने अझ अब यसले चाहिँ पूजा गर्न लाउनु भएको छ पूजा गरिसकेर अनि टिकी लगाऊ बलि चढाउने यसको चाहिँ बलि हैन त्यो त्यो सराप त्यसले सराप भन्दैनन् के भन्छन् रे पाल्कु ओता बेजत भइहाल्छ के त्यही भएर किन्दैन आउँछ मेरे पावा थी पानी हाल्न मान्दैन के मान्यो अब गर्दैन भन्न हामी हजुरहरूले मलाई यो चाहिँ देखाउँदैन काट्न मलाई मन पर्दैन त्यही भएर अब त्यो काटिसकेपछि चाहिँ हजुरहरूले देखाउँछु फेरि के हुँदैछ भनेर लेट्स गो त्यतिखेरसम्म यता के हुँदैछ हेर्दै सो त्यस्तो के यो दुइटा चकचके अहिले चाहिँ 6:30 भयो बल्ल 6:30 भयो अब एकछिनमा तल पूजा गर्ने होला फेरि अब म फेरि आउँछु उता देखाउँछु यता चाहिँ यस्तो छ यताको चाहिँ छिटो सक्यो अब चाहिँ तल पूजा गर्ने अब फेरि तल जानुपर्छ हामी अब तल पूजा गर्ने नि हामीले त्यो तल पूजा गर्ने त्यो लिपेको ठाउँमा के हो यो खुर्सानी हो कालो खुर्सानी साइड प्लिज मेरो सब चिजको ढलाइसक्यो सो यहाँ अजाले पूजा गरेर भ्याइसक्नु भयो त्यो तलको चाहिँ हाम्रो सगुन हो तल लग्ने दिन त्यो पनि पकड्छ लेट्स गो टप हामी तल जान्छौँ हामी अब तल जान्छौँ क्यामेरा पकाएर भने होइन जस्तो एङ्गल आए पनि एडजस्ट गर्नु ल यो मैले बोतलमा पकाएको चाहिँ पानी होइन यो चाहिँ नेपाली भाषामा यसलाई एला भन्छ हजुरले बुझ्छौँ मलाई एला भनेको के हो भन्ने कुरा होइन एला भनेको चाहिँ रक्सी हो अब नेपालको कम्युनिटीमा त रक्सी एकदम इम्पोर्टेन्ट हुन्छ नि त अनि त्यही भएर हाम्रो जुन पूजामा पनि रक्सी चाहिँ इम्पोर्टेन्ट सबभन्दा मेन नै हुन्छ यसको अब हामी हाम्रो आँगनमा पूजा गर्छौँ
Here we go now. There's a lot also there. And look, the greenery. मम्मी बताओ ये यसले मेरो कपडा भिजाइदियो अनि पातमा टाँसिँदै हिँडेको पातमा त पानी हुन्छ त अनि माथिबाट नआउँदासम्म चाहिँ फ्लावर्स यो चाहिँ इन्डोर प्लान्ट पनि हुन्छ आउटडोर पनि राख्छ यसलाई हामीले चाहिँ आउटडोर राखेको छौँ इन्डोरमा चाहिँ अरू प्लान्टहरू छ एन्ड अब चाहिँ आउनुहुन्छ नआउँदासम्म मजाले बाहिर हजुर फेरि माथि बोलाउनु फेरि म माथि जान्छु यहीँ बसेर नचलेर मेरो खासमा काम छैन कलर माथि मात्र गर्ने हुन्छ म चाहिँ भर्खर अब माथि गएर मलाई माथि चाहिँ जमरा र घन्टी ल्याउन बोलाउनु भएको थियो सो लुक जमरा प्रसाद भयो एन्ड सगुन त्यो माटो होइन त्यो हँसे छैन अजाले खुकुरी ल्याउनु भएको थियो सो यो इट्स मी अगेन म चाहिँ यो भ्लग चाहिँ नेपालीमा बनाउँदैछु बिकज वी आर नेपाली सो एकछिन इङ्ग्लिस चाहिँ चल्छ मैले पहिलाको भ्लगमा इङ्ग्लिसमा बनाएको थिएँ अनि धेरैले बुझेन भन्नुभएको थियो त्यही भएर अनि नेपाली इङ्ग्लिस मिक्स भयो चाहिँ सो लेट्स सी आवर पिज्जा है अब नानीको मेन्यु हात निकालेर लगाइदिने अनि लगाइदिने अनि होइन अब तेरो बारी होइन तिम्रो तिम्रो त हाती छैन तिम्रो हात छैन फेरि तुम्हें कता काट्ने छिन्डो लाग्छ होला म चाहिँ यतातिर घुमाउँछु आज र भोलि चाहिँ मेरो भ्लग डेली आउँछ किनभने आज भोलि पर्सिसम्म डेली आउँछ सो त्यसपछि चाहिँ हल्का ब्रेक हुन्छ होला त्यसपछि पनि म गराउनु ट्राई त गर्छु बट कन्टेन्ट भेटाएन भने त के गराउनु र अनि सो लेट्स गो अगेन अहिले फेरि म सुर्छु See this. 6, 7. Ito 6, 7. 6, 7. Dinner खाना बनिरहेको अब चाहिँ नकुछ उता जाऊ हल्ला नगरेर बस्छ त तिमीहरू भिडियो त बनाउन देऊ एटलिस्ट उतापट्टि छोटो बाटो
सो यो चाहिँ खुट्टा भयो अनि त्यो चाहिँ पुच्छर नदौहरू त पूजा गर्ने बेलामा म लिएर आउँछु लेट्स गो अगरबत्ती ल्याउन रन अर्कै सुर्तामा हामी के ढिलो भएको क्या मलाई छिटो दिनु अगरबत्ती लिएर माटो Let's go. Mommy. टमाटर हेर त्यसै मेरो गरेर धुपबत्तीको त सफल हुनुपर्छ छैन आज हजुर धुपबत्ती लिन मैले पूजा गर्नु त केही छुटान्न by the way, so plant. Let's go. So आज पूजा सुरु भइसक्यो नभएको त तिमीहरू यहाँ पनि एउटा मान्छे छ खाम हुन्छ यता जाउँ न एकछिन पूजा गर्नु थियो यहाँ डिसम्म नगयो चप्पल छोडेर यहाँ टाउको पनि काट्यो खुट्टा पनि गयो खुट्टा जोडेको त यसको लागि फेरि केही नकाम गर्ने जस्तै दुबिया गरौँ यसको लागि हराइ दुबिया जाम माथि आऊ अब चामाको यहाँको पूजा चाहिँ सक्यो अब चाहिँ माथि जाने पालो मेरो सरले आज बढी त्यसो मलाई
यो भित्र राख्ने अझै के पूजा गर्नु राख्ने बोल्नुहोस् ताप्तीमा पो तताएर दियो बुवा तपाईँले यो जुत्ता लाउनुहोस् चप्पल पनि खुट्टा पोरो हुन्छ त्यो जुत्ता झार्छ तारा पोरो त पोरो होला यो ओराको चप्पल यहाँ छ अझै चाहिँ यो कुन चाहिँ चप्पल होला अब बोन्जु झार्दै त्यसो झार्दै आज एउटै बार छोड्दै आस्मी सो यहाँ चाहिँ भर्खर सूर्य उदाउँदैछ भर्खर देखिँदैछ यहाँ भर्खर सनको वार्मथ आउँदैछ रुख यस्तो मधुर आएको कि क्यामेरा भयो यस्तो आउँदैछ अहिले चाहिँ एन्ड मेरो काम सक्यो अहिले अब चाहिँ म ट्याक्टिकल सक्यो अहिले चाहिँ मेरो काम सक्यो अब चाहिँ म अहिले टिका लगाएर सगुन दिँदाखेरि बल्ल आउँछु ल त्यतिसम्म भाइ हेलो अब चाहिँ म यहाँ सगुन बनाउँदैछु सगुन बनाउने तयारी यहाँ आउँदैछ अब यो केराको बाटो यही हो सानो मसला नाल्लाई मैले छोएँ आज मासु यहाँ मलाई घिन लाग्यो के नउठाइदिए म घिन लाग्छ नि थाहा होइन बाबा भर्खर नुहाएर निस्किनु भएको हाम्रो सगुन रेडी भइसक्यो अब चाहिँ हामी यहाँ सगुन दिँदैछौँ यहाँ चाहिँ सगुनलाई अब हामी यो दिन्छौँ क्यामेरा चाहिँ कसले पकाउँछ को फ्री छ यहाँ बाबा एकछिन क्यामेरा पकाइदिनु त फर्केर सानो एकछिन पकाइदिनु न सगुन दिनु लाग्यो आउनु काकी
यो त जुवाडे रहेछ त यो रानी जित्छ कि नै रक्सी नै हो जित्छ भनेपछि तपाईँ यो बाबाले म आए भन्नुहुन्छ कुत्ते बाबा छोडेन म बाबाले जा 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 बाबालाई नछोड सुनमा मरेको आइडिया भन्थ्यो तिम्रो बाबाले आउँछ कि होइन किनकि म सानो छु लाउ अझै ल्याइदिनु होइन सुनमा आउँदाको लागि अझ ठुलो मान्छे सबभन्दा ठुलो मान्छे सबभन्दा ठुलोलाई सुरुमा ल्याइदिनु अघि त कान्छीले सबभन्दा आउँदै सबभन्दा सानोलाई लाउने आऊ कान्छी आऊ 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 के भन्छ टोइराले नदिनु रक्सी नदिनु न हे केही हुन्न कि आउँदा पानी हाल्ने कि मैले सुट खान्छ अब मेरो नातिनी तिमी खुब तास खेल्ने बाछिस् नि त प्यारो नातिनी बस प्यारो नानीले दिने ज्ञानी भए त्यस्तो गर्दैनन् बसी बोकेर घर बसेका छन् स्कुल जानु पर्दैन कति राम्रो यस्तो ज्ञानी भएको फेरि दसैँमा सेतै भए पनि हुन्छ है के पकाएर दुइटाले दुईवटाले तासै पकाउन हतार छ फुटो दिन होला रुखहरूमा मेरो मैले त्यही चाहियो के चलाउँछ के छ भाइ सकुन्दल सकुन्दल एक घन्टा भयो तलको बनाइछ कि असर हजुर तलको कार्पेट छ नि एउटा कार्पेट दिँदैछ माथि तलको कार्पेट बनाउनु ए हुन्छ भोलि अब अहिले त पानी पर्ने जस्तो गरेको छ लाउनु भोलि बिसाल्नु के भयो भाइ हरियो कार्पेट बिछाएपछि बस्नु आजको लागि चाहिँ यति नै आई होप यु लाइक द भिडियो प्लिज लाइक सेयर एन्ड सब्सक्राइब द च्यानल बाई